दुईटै कम ड्यामेज भइसकेको छन्। यहाँनेरि स्टार लर्डले बाकालाई अया भन्न नदिकिन गुमुते गुनी गरी सेकेका छन्। 1v1 फाइट। स्टार लर्ड लो, बाका पनि लो, एकदमै राम्रो सेकाइ यहाँनेरि। बाका कमब्याक गर्ने मोडमा, तर एकदम धेरैले यहाँनेरि बाकालाई कभरमा पनि सेक्दिएको छ, ओपनमा नि सेक्दिएको छ। बाकाको चाहिँ आज सेखो पुरै झरेको छ। यहाँ 17 प्रो म्याक्स भर्सेस 16 प्रो म्याक्स, युके भर्सेस क्यानाडा, दाई भर्सेस भाइ। कम्पिटिसन त कहिले पनि हैन, तर अब बनाएछि बिट्टो रिभेन्ज लिने भयो नि त अब स्टार लर्डले। अब बिट्टो रिभेन्ज लिने भयो नि त। यत्रो वर्षदेखि पेलाइ खाइरहेको थियो डिभाइस गरेर, मिठो लिने भयो हौ अब त यार। बाका मेरो भाइ, तिमी त धरम सङ्कटमा छौ यार मेरो भाइ। जति जे भए पनि उसको डिभाइस स्किल म्याटर भाई। अभी बता है, अभी तूने गाड़ी में उंगली किया ना, अभी बता है। बनाइदिए ल दुईजनालाई, एउटा युरोपमा अनि एउटा चाहिँ एनएमा। पालै पालो ल, एउटा युरोपमा एउटा चाहिँ एनएमा है। दुईटैलाई नो उवाला के भन्नाले नो डिसएडभान्टेज। ल ल ल लामो दुईटैले लामो सास फेरेर आऊ त। लामो सास फेरेर आऊ त। अन्ली एफोर प्यान पनि राख दुईटैले। केटा यहाँनेरि हुन गइरहेको छ अहिले पहिलो गेम। डिटियन बाका भर्सेस डिटियन स्टार लन्ड। कसले जित्छ त? कसमा छ तपाईहरुको भोट? कसले जित्छ होला भन्नुस् तपाईहरुले, कसले जित्छ त? ल यहाँनेरि मैले गेम सुरु गर्दिसकेको छु। पहिलो गेम युरोपमा हुन्छ, सेकेन्ड गेम हुन्छ एनएमा। किन भन्दा युरोपमा छ, युरोपमा बाकाको कम्पिङ आउँछ भने एनएमा चाहिँ स्टार लर्डको अलि होस् न भन्नाले एक्सक्युज दिने बाटो नहोस्। एउटा 16 प्रो म्याक्स, एउटा 17 प्रो म्याक्स। लेट्स सी कसले खान्छ होला त? कसले खान्छ होला, स्टार लर्ड कि बाका? केटाहरूलाई चाहिँ को माथि विश्वास छ? ल गेम प्ले हेरेको छौ दुईटैको। स्टार लर्डको अलि कम हेर ल, बाकाको त हेरि पनि राखे होला। कसले जित्छ जस्तो लाग्छ होला? यहाँनेरि स्टार लर्ड आइसकेको छ भने यहाँनेरि डिटियन बाकालाई देख्न सकिन्छ। 1v1 सिचुएसन यहाँनेरि टक्क टिडियम 1v1 म्याच। एम्फो भर्सेस एम्फो। मेरो त दुईटै प्यारो छ अरे, हेर न फेरि। अब दुईटा कसरी प्यारो हुन्छ हौ? एउटा भन न कस्तो दुईटा हो? ल यहाँनेरि गेम सुरु भइसकेको छ। यहाँनेरि स्टार लर्डलाई राइट साइडमा देखिन सकिन्छ भने बाकालाई लेफ्ट साइडमा। 1v1 सिचुएसन यहाँनेरि एम्फोको प्रहारमा स्टार लर्डले पहिलो किल लिइसकेका छन्। बाकाको कन्डो सेकेर यहाँनेरि हेर्न सकिन्छ। 17 प्रो म्याक्स भर्सेस 16 प्रो म्याक्सको फाइट चल्दैछ। युरोप भर्सेस एनए, दाई भर्सेस भाइ चल्दैछ यहाँनेरि। 1v1 सिचुएसन फेरि पनि अगाडि जाँदै यहाँनेरि स्टार लर्डलाई 1v1 मा गाँड गुलित्त बनाइदिइसकेका छन् बाकाले। एक एक पोइन्ट छ दुईजनाको। यहाँनेरि एकदमै भिरन्त पर्दैछ। यहाँनेरि कभरको इस्तेमाल गर्दै बाका खेल्दैछन् भने ओपनबाट आएर कभरको एनिमीलाई गुमुते कुनी गरिसकेका छन् हाम्रो स्टार लर्डले। मजा आया। 2 र 1 को पोइन्ट यहाँनेरि देख्न सकिन्छ। बाका जोसिँदै अगाडि बढ्दै उहाँ साउन्ड दिँदै हाम्रो स्टार लर्ड कभरको प्रयोग गर्दै दुईटैले कभरबाट खेल्दै यहाँनेरि कसैले कसैलाई पोइन्ट दिन खोजेको छैन भने यहाँ बाका थोरै अगाडि एग्रेसिभ भएर अगाडि जान कोसिस गर्दै स्टार लर्डले थोरै ड्यामेज दिइसकेका छन्। अब धेरै हान्नु पर्दैन बाकालाई। लभली बाकाले कोसिस गर्यो तर पहिले ड्यामेज खाएको भएर बाका उतार्नु परिहाल्यो। यहाँनिर 3-1 पोइन्ट भएको छ। स्टार लर्डले बाकाको कन्डो सेकिसकेको छ, यहाँ देख्न सकिन्छ। 3-1 को सिचुएसन। ओभर इस्तेमाल गर्दै बाका ओपनमा थोरै आउन खोज्दै स्टार लर्ड ओभर कन्फिडेन्स भएर
17 प्रो म्याक्सले कड्डो फुस्किनी गरी बाकालाई सेक्दैछ रे। 4-1 भइसकेको छ पोइन्ट। हिल गर्न पछाडि जाँदै हाम्रो स्टार लर्ड सर्ट दिँदै दुश्मनलाई अगाडि बोलाउँदै यहाँनिर देख्न सकिन्छ। फेरि पनि ड्यामेज खाइसकेका छन् बाका। थोरै ब्याक जानुपर्ने हुन्छ। स्टार लर्ड अगाडि बारम्बार पुस गर्दैछन्, एग्रेसिभ भएर जाँदैछन् हाम्रो स्टार लर्ड। बाकाले हिल गर्नलाई अगाडि पछाडि गर्दै यहाँनिर जिगल फाइटको साथमा यहाँनिर बाकाले स्टार लर्डलाई निकालेका छन्। बाकाको 2 पोइन्ट, स्टार लर्डको 4। कतिमा सकेला, कसले जित्ला? बाका बाका गर्दैछन् यहाँनिर भ्युअरहरूले। ओहो, कस्तो लो बनाउँदाखेरि पनि बाकाको कन्डो फुस्किने गरी यहाँनिर स्टार लर्डले सिकिसकेका छन्। यहाँनिर दाजुभाइको 1v1 हामीले हेर्न सकिन्छ। अहिले युरोपमा हुँदैछ यो म्याच, यसपछि एनएमा हुनेवाला छ। एनएमा त झन् गाह्रो हुने होला बाकालाई युरोपमा, तर युरोपमा उसलाई राम्रै आउँछ होला स्टार लर्डलाई पनि। ओहो, यहाँनिर 4 को लिडमा स्टार लर्ड एकदमै डोमिनेट गर्दै हाम्रो स्टार लर्ड यहाँनिर देख्न सकिन्छ। डोमिनेट गर्दैछन्। हाम्रो स्टार लर्ड बाका पुरै बेस भित्रै लुकिरहेको छन्। खै के भयो बाकालाई? त्यहाँ केही मिलाउँदै थियो होला बाकाले। अब यहाँनिर केही टोटका केही लगाएर आइसके बाका। 1v1 सिचुएसन। बाकाले केही गर्दैछन्, बाकाले केही लगाउँदैछन्, बाकाले भिपिएन सिपिएन केही अन गर्दैछन्, यहाँ नेट सेट चेन्ज गर्दैछन्, बाकाले केही त गर्दैछन्। अब यहाँ 1v1 सिचुएसन अब हुन्छ। बाकाले केही निकाल्ला नि त, यो फाइट निकालिसके बाकाले। इन्टरनेट प्रब्लम थियो जस्तो छ बाकाको। 1v1 क्लियर निकालेको देख्न सकियो यहाँनिर। अझै पनि 3 को पोइन्ट एडभान्टेज छ हाम्रो स्टार लर्डलाई। बाकाले 3 पोइन्ट ल्याउनु पर्ने हुन्छ बराबरीमा आउनलाई। यहाँनिर अलरेडी टाइम कम भइसकेको छ, 4 मिनटले 6 मिनट टाइम बाँकी। थोरै ड्यामेज खाँदै हाम्रो बाका। स्टार लर्डले थोरै ड्यामेज हानिसके। बाकालाई कसले निकाल्ला त, कसले जित्ला त? म्याचलाई यो फाइट चाहिँ लभली सेकेका छन्। अब हामी क्लोजबाट हेर्नेछौँ के हुँदैछ भनेर। ड्रोन सट धेरै हानियो। अब क्लोजबाट हेर्नेछौँ हामीले यहाँनिर यो फाइट। हामी स्टार लर्डलाई हेर्नेछौँ पहिला चाहिँ। हाम्रो लिड हानेको केटोलाई यहाँनिर पोइन्ट स्टार लर्डकै धेरै छ। यहाँनिर देख्न सकिन्छ फ्री हान्दै हाम्रो स्टार लर्ड अगाडि बढ्दैछ। उडी सेकेका छन्, उडी दबाङ सेकेका छन् हाम्रो स्टार लर्डले। पुरै कन्फिडेन्सको साथमा पुस गर्दै यहाँनिर बाका अगाडि आउन कोसिस गर्दै बाकालाई ड्यामेज अलरेडी भइसक्यो। स्टार लर्डले एकदमै मिठो सेकै हानेको छ। 5 पोइन्टको लिड। अब यो कभर गर्न बाकाले ब्याक टु ब्याक 1v1 मा उसलाई सेक्नै पर्ने हुन्छ। उसले डोमिनेट हुने गरी सेक्नुपर्छ, होइन भने गाह्रो छ। एकदमै पोइन्टको ग्याप भइसकेको छ। यहाँनिर बाकाको खेल देख्दाखेरि बाकालाई एकदमै गाह्रो हुनेवाला छ। बाका हिल गर्न आफ्नो बेसतर्फ भाग्दै स्टार लर्ड पोइन्ट लिनलाई अगाडि बढिसकेका छन्। यहाँनिर बाका हिल भइसके। 1v1 फेरि पनि अगाडि। दुइटै उतिकै ड्यामेजमा। कसले निकाल्ला त? दुइटै कम ड्यामेज भइसकेका छन्। यहाँनिर स्टार लर्डले बाकालाई अया भन्न नदिकिन गुमुतेको नि गरी सेकेका छन्। राजनीति से दूर रहना चाहिए, हैं? पढ़ाई लिखाई में ध्यान लगाओ। बाकाका फ्यानहरू एकदमै निराश हुँदै हामी यहाँ देख्न सकिन्छ। बाकाका फ्यानहरूलाई स्टार लर्डले यहाँनिर बाकालाई छटिक्का दूध याद दिलाइदिइसकेका छन् भने आपको भेज तेरे बस की बात नहीं। यहाँनिर थोरै ड्यामेज खुट्टातिर हान्दै यहाँनिर बाकाले पोइन्ट ल्याइसके। धेरै कठिनाइ गर्दै बाकाले पोइन्ट ल्याएको छन्। अब बाकाको पिओभीबाट हेर्नेछौँ हामीले चाहिँ। होइन हौ समातिदिने त हामीलाई बाकाले हेरौँ भने। र बाका यहाँनिर घोपिसकेका छन्। अब बाकाको पिओभीबाट हामीले हेरिन्छ भने गेम यहाँनिर 4-10 6 को लिडमा हाम्रो स्टार लर्ड। बाकालाई एकदमै गाह्रो होला जस्तो छ। बाकाका फ्यानहरू निराश हुँदै च्याटमा देखिरहेको छु। दुख बढिरहेको छ। स्टार लर्डले जित्छ कि भनेर बाका हारेको देख्न सक्दैनन् जस्तो छ धेरैले। यहाँनिर बाकालाई कभरमा पनि सेक्दिएको छ, ओपनमा नि सेक्दिएको छ। बाकाको चाहिँ आज सेखो पुरै झरेको छ। यहाँ खत्म
बाय बाय टाटा गुड बाय गया। नेरी बाका नर्भस भएको हो कि बाकाको हात नबसेको हो कि यहाँ के भयो थाहा भएन। स्टार लर्डलाई ड्यामेज दिइसकेको छन्, बाकाले पुस हान्नुपर्ने हुन्छ पोइन्ट लिनको लागि, बाका जानै पर्ने हुन्छ। एकदमै लो स्टार लर्ड, यहाँनिर के स्टार लर्डले यो फाइट निकाल्ला नि त, हिल भइसके। यस्तो चान्स थियो बाकालाई, बाकाले पुस गरेनन् र यहाँनिर तर पनि राम्रो कमब्याक हान्न कोसिस गर्दै हाम्रो बाका। स्टार लर्डले नि आफ्नो हिल रिकभर गरेर पुस हानेकै थिए तर भएन यहाँनिर एकदमै। बाकाले लिइसकेका छन् 6-11। अझै पनि बाकाले 5 पोइन्ट लिनुपर्ने हुन्छ स्टार लर्डबाट। बल्ल यहाँनिर स्टार लर्डको नजिक आउँछन्। अब यहाँनिर बाकाले कभरको इस्तेमाल गरेर सेक्न कोसिस गर्दै थिए। यहाँ डबलले लिड हान्देका छन् हाम्रो स्टार लर्डले, देख्न सकिन्छ। एकतिर 6 छ भने अर्कोतिर 12। टाइम एकदमै कम छ हामीसँग, 2 मिनट बाँकी छ। यो 2 मिनटमा कमब्याक हान्न एकदमै गाह्रो हुनेछ तर पनि कोसिस जारी छ हाम्रो बाकाको। 1v1 फाइट, स्टार लर्ड लो, बाका पनि लो। एकदमै राम्रो सेकाइ यहाँनिर, बाका कमब्याक गर्ने मुडमा तर एकदमै टाइम कम भइसकेको छ। बाकाले छिटोभन्दा छिटो सेक्नुपर्ने हुन्छ। 4 पोइन्टको लिडमा अझै पनि स्टार लर्ड। एकदमै ओहो कोसिस गरेका थिए तर असफल भए बाका। हामीले पिओबी बाकामै राख्नेछौँ। केही हुन्छ कि भन्ने आश छ त। अलरेडी टाइम एकदमै कम भइसकेको छ, अगाडि नै यत्तिकै जोस देखाएको भए केही हुन्थ्यो होला। यहाँनिर चाहिँ अब एकदमै गाह्रो भइसकेको छ, पोइन्ट एकदमै माथि छ हाम्रो स्टार लर्डको। 5 पोइन्टको लिडमा छन्। 5 पोइन्ट 1 मिनटमा निस्केला त, जित्नको लागि 6 पोइन्ट। ल अब एकदमै गाह्रो छ। स्टार लर्डले 6 पनि गरी सेकेका छन्। दाई भर्सेस भाइमा आज दाईको ला बेसैबाट स्टार लर्डले चाहिँ हेपेरै बेसैबाट सेक्न थाले, बेसैमा सेक्न थाले। यहाँनिर अमसम लिएर अब कोसिस हुनेछ। ए होइन रहेछ, बाकालाई चाहिँ आज स्टार लर्डले डबलैले हानेर यहाँनिर एकदमै डोमिनेट गरेर पुरानो प्लेयर हो है म भनेर यहाँ देखाएका छन्। स्टार लर्ड लो, बाकाले यो पोइन्ट लिन अगाडि बढ्नै पर्ने हुन्छ। सिङ्गल डिजिटमा हार्नु भएन, बाका चाहिँ डबल डिजिटमा आउनु पर्यो, होइन भने एकदमै छिटो हुन्छ। यहाँनिर अब लास्ट पोइन्टको लागि कि बाकाले 10 हान्छन् या स्टार लर्डले 17 पुऱ्याउँछन्, कसले के गर्ला त। यहाँनिर प्यान प्रहार, बाका लो अलरेडी लो। स्टार लर्डले बाकालाई एकदमै लो गरिदिइसकेका थिए। मारिसके थियो ब्याडले अभि। यहाँनिर एकदमै 7 पोइन्टको लिडमा स्टार लर्डले यो फाइट हो, यो 1v1 जितेका छन्। अब यहाँ अब 2 जनाको भनाभन हुन्छ होला पक्कै पनि। अब यहाँनिर वार्तालाप हुन्छ। यहाँनिर 7 पोइन्टको लिडमा जित्ने स्टार लर्ड र 7 पोइन्टको उमा हार्ने बाकाको बीच अब यहाँनिर छलफल हुँदैछ। स्टार लर्डले त कभरमा पनि हान्दिएको छ, ओपनमा पनि हान्दिएको छ। स्टार लर्डले त गर्नै थिएन। कसको लबी थियो? उसकै थियो नि, युरोप लबी भन्ने थियो बाकाको। उसको लबी त बनाउनै छ, उसको लबीमा त छेड्छ। अब तिमीले छेड त हैन साथी खेलौँ होइन, छेड एनेको हेर्ने हो त। एने हेर्ने किन पुगो केटाहरूलाई बाका 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 गर्दै थियो च्याटमा, पछि त बोल्नै छोड्यो केटाहरू त।
सुरुमा त उफ्रिरहेको थिएँ अचानक निराश भयो हौ कस्तो नामदाल छेडेर हान्न चाहिँ भोसडीले 16 भर्सेस 17 को मेरो टच अत्यन्तै छोडेको थियो भन न कति राम्रो भिडन्त धन्नै फ्यानले हानिसके थियो कसो बाँचेछ भाइ कस्तो सेक्दिसके थियो ठ्याङ्ग गरेर त आद्दा रे कि हिल त सिधै ठ्याङ्ग गरेर अर्को ठ्याङ लागेको भयो त बर्बादै हुँदो रहेछ त्यहाँ ह्याप्पी इन्डिङ हुन्थ्यो त्यहाँ